यो चाहिँ हाम्रो गाउँ हो हैन, शान्ति चोक भनौँ न, शान्ति चोक हो। मैले 24 वर्ष लाग्यो भनेपछि कति 22 वर्ष यो गाउँमा बसेको, 22 वर्ष। अहिले हामी इटोने बस्छौँ, 22 वर्षमा गाउँमा बसेँ। लगभग म चाहिँ त्यस्तै वर्षमा एकचोटि है यसो गाउँ ठाउँ आउँछु। अब गाउँतिर आउनु त पर्छ नि हैन, आफ्नो गाउँतिर यस्तो छ है। टक्कै त खेत बारी छ, एकदम हरियाली छ हैन, न गाडीको साउन्ड सुन्न पाइन्छ हैन। भनौँ न साउन्ड पोल्युसन हैन, स्मोक पोल्युसन टोटली क्या हुन्न क्या यहाँ। फार बियोन्ड द नेसन भनेपछि यस्तो छ क्या। यो चाहिँ हाम्रो बर पिपल हो। यहाँ चाहिँ हाम्रो एकदमै बस्यो हुन्थ्यो, यहाँ हामी चोते नै बस्थ्यौँ हैन। ल गाइस, तपाईँहरू आज मैले मेरो गाउँ देखाएँ। मेरो घर चाहिँ यता हो, यता तल पनि राम्रो सिनेरीहरू छ है, केटा गाइसहरू। र पुरै तिमीलाई जङ्गल जस्तो लाग्छ, तर जङ्गल होइन यो भने नि गाउँको एउटा पहिचान हो क्या, हरियाली नेपालको धन। ए जङ्गलको वन नेपालको धन के भन्छ नि, हरियालीको धन हो हामी चाहिँ है। गाउँघरमा यस्तै देखिन्छ, बाछोहरू देखिन्छ होइन, यस्तै छ। यो चाहिँ हाम्रो दसैँ जिउ, एकदम सब केटाहरू विदेश जान्छ, बाहिर देश जान्छ, तर हाम्रो दसैँ काम गर्छ यसरी गुड बोय, भाडा माल्दै बस्छ, मोज्दै बस्छ। र हामी चाहिँ यसरी भिडियो बनाउँदै बस्छौँ है। यहाँ चाहिँ गाई बस्तुको लागि खानपिन हुन्छ यहाँ चाहिँ है, सबैतिर हुन्छ। हाम्रो रेन्जिङजी पनि हुँदो रहेछ यहाँ को, ए हाम्रो बिजुजी पनि हुँदो के हो धेरै पछि हाम्रो सिरिदालाई भेट्यो है, यहाँ चाहिँ सिरिदाई। तर म यसो तपाईँहरूको लागि भिडियो बनाउनु आएर है, सबै माया गरिदिनु होला। हस् त, जय नेपाल।